नेपालमा एउटा साइलेन्ट प्यान्डेमिक चलिरहेछ, प्यान्डेमिक अफ भेप। र यो साइलेन्ट प्यान्डेमिक किन हो भने हाम्रो देशका बच्चाहरू यसमा अडिक्टेड भइरहेछन्। यो भेप इन्ट्रोड्युस गर्ने साथीहरू हुन्छ नि, भेप त हार्मलेस हो नि, चुरोटले क्यान्सर गर्छ, यसले गर्दैन, यस्तो मिठो बास्ना आइरहेछ, कहाँ हार्मफुल हुन्छ भन्ने साथीहरू। यो भिडियो चाहिँ त्यस्तो साथीहरूलाई सेन्ड गरिदिँदा हुन्छ, किनभने त्यस्तो साथीहरूको हामी कच्चा चिट्ठा खोल्नेवाला छौँ। भेप इज हार्मलेस, रङ। भेपको त्यो मिठो बास्ना आउने लिक्विड हुन्छ नि, त्यो हिट भएर एरोसोल बन्दाखेरि त्यसले भोलाटाइल अर्ग्यानिक कम्पाउन्ड्स, हेभी मेटल्स, अल्ट्रा फाइन पार्टिकल्स र सुपर डुपर एडिक्टिभ केमिकल निकोटिन रिलिज गर्छ। जिउभित्र जाँदाखेरि यिनीहरूले फाइदा गर्ला जस्तो खालको नाम त छैन यिनीहरूको। भेप त एडिक्टिभ हुँदैन नि चुरोट जस्तो, एब्सोल्युटली रङ। चुरोट खाने मान्छे र भेप खाने मान्छे एउटै कुरामा एडिक्टेड हुन्छन्, र त्यो हो निकोटिन। निकोटिन एउटा यस्तो केमिकल हो जुन हाम्रो बडीमा छिर्ने बित्तिकै त्यसले हामीलाई रिवार्डेड फिल गराउँछ, अनि फेरि पनि खाउँ खाउँ गराउँछ, त्यही रिवार्डेड फिल गर्न। डु यु थिङ्क चुरोट खाने मान्छेलाई त्यो डुङडुङ बनाउने स्मोक इनहेल गर्न मन लाग्छ? दे आर एडिक्टेड टु निकोटिन इनसाइड द सिगरेट। अनि भेपको केसमा पनि सेम हो। तपाईँको साथी जो भेप गरे गर्छ, उसको भेप एकचोटि लुगाइदिनु त बौलाउँछ त्यो मान्छे। त्यसैले वन्स यु स्टार्ट भेपिङ, ब्रेन रिवार्डेड फिल गरिरहेको हुन्छ, र ब्रेनले त्यही पर्टिकुलर रिवार्ड फेरि खोज्छ। भेप त अब धेरै खायो भने एडिक्टेड हुन्छ नि, 4-5 चोटि यसो ट्राई गर्दा के फरक पर्छ र? रङ। रिसर्चले एडोलेसेन्सहरूमा निकोटिन एक्सपोजरको कारणले गर्दाखेरि ब्रेन डेभलपमेन्ट, अटेन्सन अनि लर्निङमा इम्प्याक्ट पार्न सक्ने देखाएको छ। एडोलेसेन्सहरूको ब्रेन 10 देखि 19 वर्षको ब्रेनलाई निकोटिनमा एडिक्टेड बनाउन धेरै समय नै लाग्दैन, र एडोलेसेन्समा सुरु भएको निकोटिन एडिक्सनले लामो समयसम्म कग्निटिभ फङ्सनलाई नै इम्प्याक्ट पार्ने देखियो। र सबैभन्दा कन्सर्निङ चिज चाहिँ के भने, जसले निकोटिन आफ्नो अर्लियर लाइफमा सुरु गरे उनीहरूलाई फ्युचरमा गएर निकोटिन क्विट गर्न धेरै गाह्रो भयो। रिमेम्बर, once you start vaping, especially at an early age, the risk of nicotine addiction increases. Vaping is not cool. It's nicotine addiction wrapped in flavors. It's not safe, it's not harmless, and it's not a smart alternative to smoking. त्यसैले बेस्ट थिङ भनेको डोन्ट स्टार्ट। यो भिडियोको कुराहरू जसले सुन्नुपर्ने हो त्यो मान्छेलाई एकचोटि पठाइदिनु होला। एनी फर्म अफ निकोटिन एन्ड टोब्याको, जस्ट स्टे अवे।